Wow. मेरे खाओ कि दे दो मेरे मोबाइल ले लो आज चाहिँ फार्म हाउसमा आएर मौरीको मलाई हार्भेस्टिङ गरेको दामी हो ये छोला ये ला ये भाई कौन सी भाई कोठामा Hello everyone, welcome again my new blog. And if you're new here, don't forget to subscribe my channel for the first time. So guys, आज चाहिँ हामी चाहिँ मौरी काट्न गइरहेको छौँ किनभने मेरो फार्म हाउसमा चाहिँ मौरी पनि छ कति मर छ हेरौँ है त गाइस हेर्दै गर्नु ल यो घरको मौरी चाहिँ हामी अब हन्टिङ गर्न गइरहेको छौँ ठ्याक्कै 12 बजेको छ फेरि चिल्न सक्छ सो फर्स्टमा चाहिँ यसरी धुवा लगाउनु पर्छ है सबैलाई थाहै छ उहाँ दाइले चाहिँ गर्दै हुनुहुन्छ यो चाहिँ भाँडा हो मौरीको मह राख्ने गाइस अच्छा टनक पे चाका छ मे सब कति हो कि मौरी छ आफ्नै बाख्रा फर्ममा नै मौरीको घाट पनि यसो लोकल मौरीको राखेको छ केही हुँदैन जति हुन्छ त्यति हुन्छ हुन्छ गुडी सानो नि बाछा भएको छैन म चाहिँ पुरानोमा पहिलेको पुरानो के हो पहिले उताबाट काटेँ कहिले उताबाट काट्यो नि त Puta ba. Awalnya ini kita di sini.
तैँले अस्ति कता ल्याएछु नि उता झिकेको अस्ति हार्भेस्टिङ भयो छ नि भाइ नि हजुर डर छ नि म डर छ राम्रो पनि छ दाइलाई अर्ग्यानिक मह खाएकोले पेट लागिसकेको छ कोही काट्छ भाग्नु पर्ने हो कि अरे सकिहाल्यो